सो मैले इन्टरनेटमा चाहिँ धेरै चिजहरू देखिरहेको थिएँ नेपालको बारेमा। सो एउटा चिज भनेको चाहिँ इलेक्सन कमिसन नेपालको वेबसाइटकै कुरा गरौँ है त। सो इलेक्सन कमिसन नेपालको वेबसाइटमा चाहिँ के देखाइरहेको थियो भन्दाखेरि जावा स्क्रिप्टको कोड चाहिँ एकदमै राम्रोसँग लेख्नु भएको रहेछ। कोड डेभलपरले चाहिँ अब राम्रोसँगको यहाँ हेर्न सकिन्छ होइन, कोड कस्तो राम्रो लेख्नु भएको रहेछ भन्दाखेरि चाहिँ सबै ठाउँमा यो एउटा भ्यारिएबलभित्र डकुमेन्ट डट गेट इलिमेन्ट बाई आइडी गर्नु भएको रहेछ। अनि त्यो गरिसकेपछि चाहिँ के चिजलाई चेन्ज गर्न, के चिजलाई चेक गर्नु भएको रहेछ पनि थाहा रहन्छ कि। सो मैले नबुझेको चाहिँ यहाँ मल्टिपल चिजहरू प्रब्लम छ। एउटा प्रब्लम भनेको त यही हो, ऱ्यान्डम स्ट्रिङ नै भनौँ, स्ट्रिङलाई कम्पेरिजन गरिरहेछ, तर एक्चुअल रिजल्ट के देखाउनु पर्छ भन्ने नि थाहा रहन्छ कि। सो यसमा फल्स इजिकल्स टु फल्स, फल्स इजिकल्स टु ट्रु भनेर लेख्नु भएको रहेछ यसरी। अनि अर्को चिज भनेको उहाँले यति धेरै गल्ती त गर्नुभयो होइन, तर सेम गल्ती 3चोटि किन रिपिटेसन गर्नुभयो भनेर पनि कन्फ्युजन भइरहेछ। सेम चिज ट्रु 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 एन्ड ट्रु फेरि ट्रु भनेछ। सो यो चिज पनि के गर्नुभएको थाहा छैन, डेभलपर दाइ अथवा भाइ को हुनुहुन्छ होइन। सो के गर्नुभएको छ पनि थाहा रहन्छ। यहाँ मतदाता नामावली रहेको रीति सच्याउनको लागि भनेर भन्नुभएको रहेछ। यहाँ 3चोटि किन लेख्नु भएको पनि थाहा छैन। अनि यो कम्पेरिजन हुनै सक्दैन क्या, ट्रु इजिकल्स टु ट्रु खोइ के गर्नु खोज्नु भएको त्यो पनि थाहा छैन। अनि यहाँ एम्टी स्ट्रिङसँग कम्पेरिजन गरिराख्नु भएको छ, त्यो पनि के हो। अनि अर्को यहाँ स्पेलिङ पनि मिस्टेक भइरहेछ। रेजिस्ट्रेसनको स्पेलिङ I0 कहाँ छ। अनि अर्को के थियो, म्यासेजको पनि स्पेलिङ के लेख्नु भएको त्यो पनि थाहा रहन्छ। सो यो प्रब्लमलाई चाहिँ यसो हेर्दाखेरि चाहिँ एउटा जावा स्क्रिप्टको कोड लेखिहाल्न मन लाग्यो र मैले अलरेडी लेखेको थिएँ। मैले चाहिँ बुझ्न चाहिँ सकेको थिएन। मैले 1 घन्टा लाएर सोच्न कोसिस गरेँ र मैले कोसिस गरे अनुसार चाहिँ मैले एउटा कोड बनाएको छु। यही रिलेटेड यही प्रब्लम्सहरू छ होला, सम काइन्ड्स अफ प्रब्लम्सहरू स्टिल नै होला त्यो कोडमा। सो हेरौँ है त। सो फर्स्टमा चाहिँ मैले के गरेँ भन्दाखेरि चाहिँ उहाँले बनाउनु भएको कोडमा चाहिँ फल्स ट्रु ट्रु फल्स के लेख्नु भएको थियो, त्यसलाई चाहिँ मैले एउटा भेरिएबलमा राख्थेँ, कन्स्ट्यान्ट भेरिएबलभित्र। सो यसो बुझी हेर्दाखेरि के चिजलाई ब्लक गर्ने एउटा कमन सेन्स लाउँदाखेरि चाहिँ यदि कोही मान्छे इनरोलमेन्ट भएको छैन र केही चेन्ज गर्नु भएको छैन भने चाहिँ मैले त्यो चिजलाई चाहिँ ब्लक गर्ने भनेर बुझेँ। सो त्यो अनुसार चाहिँ मैले इनरोलमेन्ट म्यासेज भनेर चाहिँ यो राखिदिएको छु है त। अनि अर्को चिज भनेको चाहिँ जब कोही मान्छेले चेन्जै गर्नु मन छैन, के अरे इनरोलमेन्ट पनि गर्नु भएको छैन, चेन्ज रिक्वेस्ट पनि पठाउनु भएको छैन, यो त एउटा कन्डिसन भयो होइन। अब यदि के गर्नु भएको छ भन्दाखेरि चाहिँ कोही मान्छेले चाहिँ अब चेन्ज रिक्वेस्ट गर्न खोज्नु भएको छ भने चाहिँ मैले एउटा म्यासेज पार्ट भनेर राखेको छु। यो किन राखेँ भन्दाखेरि चाहिँ उहाँले चाहिँ जब 3चोटि लाउँदाखेरि ट्रु 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 3टा कन्डिसनमा लाउँदाखेरि चाहिँ के देख्यो भन्दाखेरि लास्टको कन्डिसनमा चाहिँ र थप्नु भएको रहेछ क्या। त्यति धेरै चिज गर्नै पर्दैन जाभा स्क्रिप्टमा। एउटा मैले म्यासेज पार्ट भनेर भेरिएबल बनाएँ र एरे फर्ममा होइन। सो यदि इरर करेक्सन चाहिएको छ भन्दाखेरि चाहिँ ट्रु लेखिदिएको छु होइन कन्डिसन। सो त्यसको लागि चाहिँ म्यासेज पार्ट डट पुस। सो यो म्यासेज अब यो यहाँभित्र गएर स्टोर हुने भयो होइन, यहाँ जे छ त्यही छ होइन। अनि अर्को मैले यो कसरी थाहा पाएँ भन्दाखेरि चाहिँ नामावली सार्नेका लागि। सो नामावली कसरी सारिन्छ भन्दाखेरि चाहिँ ट्रु कन्डिसन भयो भने नेम ट्रान्सफर भनेर एउटा भेरिएबल बनाएँ जसमा चाहिँ भ्याल्यु ट्रु राखेको छु, त्यो अनुसार चाहिँ मैले त्यो राख्थेँ होइन। अब त्यो लास्टको कन्डिसन के थियो उहाँको भन्दाखेरि चाहिँ टु 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 2टा चेक गरेर चाहिँ 2टा जोड्नु भएको रहेछ होइन। मतदाता नामावली रहेको रेडी र मतदाता नामावली रहेको नामावली सार्नेका लागि। सो यो 2टालाई जोड्नको लागि चाहिँ एउटा टेक्स्ट कन्टेन्ट भनेर बनाएँ, चेन्ज रिक्वेस्ट म्यासेज डट टेक्स्ट कन्टेन्ट, जसमा चाहिँ जोइन गरिदिएर रहले यो 2टा म्यासेजलाई। अनि जुन उहाँले सिएसएस लेख्नु भएको थियो त्यो सेमै भइहाल्यो होला, म सिएसएसको पार्ट चाहिँ हेरिनँ। सो अनि अर्को कन्डिसनमा के थियो भन्दाखेरि फल्स इजिकल्स टु ट्रु। अब त्यो त यदि रेजिस्ट्रेसनकै कुरा होला भनेर मैले त्यही राख्थेँ। त्यो चाहिँ फल्स थियो भने यो डिस्प्ले गर्ने
अनि अर्को इनरोलमेन्टको कुराहरू थियो भने इनरोलमेन्ट के छ हाम्रो इनरोलमेन्टको फल्स कन्डिसन छ भने यसको पनि ब्लक गर्ने होला भनेर मैले राखेको थिएँ होइन अनि फल्स इज कस्तो ट्रु मैले बुझाएको थिएन यसो कमन सेन्स नआउँदा होल एचटिएमएललाई नै उ गर्दाखेरि चाहिँ मलाई के रियलाइजेसन भयो भन्दाखेरि चाहिँ कुन कन्डिसनमा लगेर चाहिँ यो राख्नु पर्दो रहेछ भन्दाखेरि चाहिँ यदि कोही मान्छेले क्लोज गर्न चाहनु भएन अथवा चाहनुहुन्छ त्यो रिलेटेड छ भने चाहिँ यो सिएसएस लाउने भन्ठाने मैले सो क्लोज सेक्सन यो गरेर राखेँ सो यतिको चाहिँ बनाएँ होइन दिनभरि रिसर्च गरेँ मैले के रहेछ कसो रहेछ भनेर यो कोड किन यस्तो आयो भनेर जे बुझाएको छु त्यही इम्प्लिमेन्टेसन गरेको छु सो मैले इम्प्लिमेन्टेसन गरेको छु होइन अब योभन्दा राम्रो कोड पनि लेख्न सकिन्छ सो मैले जे बुझाएको छु त्यही लेखेको छु सो यति नै थियो थ्याङ्क यू